ल है गाइज हामी चाहिँ बकरिदको छुट्टीमा यसो घुम्नलाई पार्कतिर निक्लिँदैछौँ। हामी यहाँ दोस्त गोले लक्ष्मण गोले, यता हाम्रो भेनाजु, यता हाम्रो भाइ इन्ताब भाइ। ल आज चाहिँ फुल होइन 10 मिनटको चाहिँ भिडियो फुल आउँछ यही टिकटक एकाउन्टमा है गाइज। तपाईँहरूले हेरेर यसो प्रतिक्रिया यसो दिनु होला। ल अहिले चाहिँ हामी गाडीमा चढ्यौँ होइन, हाम्रो यात्रा म्युजियमको यात्रा है, साउदीको नेसनल म्युजियमको यात्राको लागि चाहिँ हामी त्यहाँ गाडीमा छौँ। यता बङ्गाली ड्राइभर बन्धु है, यहाँ हाम्रो केटाहरू। ल यता भेनाजु इन्ताब, यो चाहिँ फेरि भिडियो बनाउने मान्छे चाहिँ फेरि ल फाइनली म्युजियम चाहिँ आइपुग्यो। म्युजियमको बाहिरको आउट लोकेसन यो चाहिँ म्युजियमको बाहिरको है। ल सबैजना गाइज यस्तो छ, हेरेर रमाइलो लिनु होला। राम्रो छ होइन, हरियाली छ ठाउँ त। बाहिर शीतलको मजा लिँदै शीतल छ। यता फेरि यहाँ केटाहरूले यहाँ फोटो खिच्दैछ। यता पाउला भाइ कस्तो कस्तो लागिरहेको छ होइन, राम्रो छ होइन। यो चाहिँ एकदम होइन धेरै नै राम्रो छ। र हाम्रो लक्ष्मण गोले नाच्दै हिँड्दैछ, एकदम रमाइलो लिइरहेछ, इन्जोय होइन। म्युजियमको एन्ट्री गर्न, म्युजियमभित्र एन्ट्री गर्न त हामी चाहिँ जाँदै हो। यो नै म्युजियम, यहीभित्र जानको लागि चाहिँ हिँड्दैछौँ। कस्तो छ हेरेर प्रतिक्रिया हजुरहरूले दिनु होला। टोलीहरू पर पुगिसक्यो। अनि लक्ष्मण कस्तो कस्तो लागिरहेको त? अनि एकदमै राम्रो, एक्साइटेड भइरहेको जियोस्। यस्तो गार्डन आइसकेपछि चाहिँ आफ्नो मनमा भएको भिड चिन्ता चाहिँ सबै बिर्सिरहेको हेर्नुहोस् है। हरियाली र यो मौसमले चाहिँ नेचरले तपाईँको मनमा भएको पीडा दुःख चिन्ता सबै भुलाइदिँदो रहेछ। त्यही भएर यो ठाउँमा आउँदाखेरि चाहिँ आफ्नो मनमा भएको चिन्ता भिड डर जे पनि थियो त्यो सबै हराएर त्यही हो डेलीको होइन। बिहान माइन्ड फ्रेस हुन्छ यस्तो हो। अब डेलीको ड्युटी रुम आइराख्ने, यसो कहिलेकाहीँ फ्री हुनलाई, माइन्ड फ्री हुनलाई यसो हामी चाहिँ कहिलेकाहीँ घुम्नलाई आइरहन्छौँ। यस्तो दामी छ ठाउँ चाहिँ। फाइनली यहाँ चाहिँ यस्तो दामी, यहाँनिर हामीले देख्यो नि यस्तो दामी पानी होइन, चट्टसँगले त्यहाँनिर पानी उडिराखेको छ। कस्तो मजाले यहाँ यस्तो दामी ट्रीहरू छ होइन। घुम्दा हाम्रो केटाहरू यहाँ थाकेको अवस्था छ। चट्ट बसेर यहाँ पानी हेरेको छ। पानी हेरेर थकाइ मार्दैछ हाम्रो केटाहरूले। म्युजियमको रमाइलो दृश्य। फाइनली गाइज अब हामी चाहिँ अहिले यता के भन्छ यो म्युजियम पार्कबाट हामी चाहिँ अहिले यता कलबर्तन पार्कमा हिँड्दैछौँ। पार्कको त्यही हो, त्यहाँनिर अब म्युजियमभित्र हाम्रो एन्ट्री गर्ने हाम्रो थियो प्लान, तर सब चौपट भयो। मतलब फ्यामिली चाहियो अरे, तर हाम्रो चाहिँ अब यहाँनिर कसैको पनि यहाँनिर अब फ्यामिली ल्याउने त यहाँ कसैको पनि छैन। त्यसैले हामी चाहिँ अब रिजेक्ट भयो म्युजियमभित्र जाने प्लान चाहिँ। त्यसैले हामी चाहिँ यसैले बाहिर भौतारिएर लफङ्गा जस्तै चाले हिँड्दैछौँ। अनि केही भन्नु छ त लक्ष्मण गोले, केही तर्क?
के भन्नु अब सबैभन्दा अब नराम्रो लागेको कुरा चाहिँ म्युजियममा एन्ट्री पाएन बताइदियो त्यही हो जसोतसो अब बाहिर बाहिर घुमेर भए पनि चित्त बुझाइयो बाहिर भन्दा पनि त्यस्तो भने मनले के भन्छ के भन्नु पुरै बिर्सी त्यही हो कुरा मिलाएर बुझ्नु तपाईँहरू पनि होइन हाम्रो केटाहरू अगाडि चाहिँ हाम्रो केटाहरू चाहिँ अगाडि छ हामी चाहिँ यसो पछाडिबाट भिडियो सुट गर्दै हिँडेको त्यही हो कुरा मिलाएर बुझ्नु तपाईँहरू बाहिर भयो भने चित्त बुझ्ने ठाउँ छ त्यस्तै हो भित्र भएको भए चाहिँ म्युजियम अब आजभन्दा 1900 कति वर्ष पहिला कस्तो अवस्थामा थियो यो साउदी अरब भन्ने कुराहरूको अवलोकन गरौँ भनेर चाहिँ हामी म्युजियमभित्र छिरेर चाहिँ त्यो कुराहरू हेरौँ भन्ने हाम्रो आशय थियो त्यो चाहिँ पुरा भएन जे होस् बाहिर घुमेर भए पनि यसो 2-3वटा भिडियोमा टिकटक बनाइयो नाच्यो उफ्रियो कराइयो त्यस्तै छ अब होइन साउदी अब परदेशीको जीवन आफूले चाहेको बेलाभित्र पनि एन्ट्री पाइँदैन यस्तै पैसा तिरेर जान्छ होला नि बाहिर यस्तै हो के गर्नु होइन परदेशी जीवन यस्तै छ अब जाने हो यतातिर हाम्रो यहाँनिर रियाद बत्था स्थित एउटा नेपाली नेपाली रेस्टुरेन्ट छ त्यहाँ गएर चित्त बुझ्ने गरेर चिसो पानी खाएर मस्त थकाली फुड खाएर आजको दिन चाहिँ यतितिर स्थगित गराइदिने अनि हाम्रो एकजना सम्धीको आइफोन मोबाइलको पनि रिपेयरको लागि दिएको थियो त्यो मोबाइल लिएर चाहिँ नेटवर्कतिर ल बाँकी भिडियो चाहिँ अब त्यहीँनिर पुगेर है यो चाहिँ हाम्रो रियादको बत्थाको गल्लीको मार्केट जस्तै लागिरहेछ हाम्रो काठमाडौँको गल्ली त्यस्तै छ तर हाम्रो काठमाडौँ नेपाल जति खासै राम्रो चाहिँ छैन होइन त्यही हो हाम्रो यहाँ त ह्यान्डसम भाइहरू छ त यो चाहिँ पुल फाइनली अब चाहिँ हामी खाना खान लाग्दैछौँ खाना त फेरि पुरै भेराइटी छ नि त थकाली खाना ल अब चाहिँ खाना खानुपर्छ नेवारी